सरी सरी ल सरी सरी अब मलाई 70 प्याकमा चाहियो। 70 प्याक? दादा मलाई 70 प्याकको लागि माल चाहिएको थियो। ठिक छ, माल त म दिन्छु, तर सुरुमा मलाई पैसा चाहिन्छ। ए साँच्ची तिमीहरूले त्यसलाई पक्रेको थियो अरे नि, के गर्यो त्यसलाई? अर्कै केटा दाइ पक्रेको रहेछ, त्यो दाइ छोडिदियो। जा गएर त्यो केटा काम तमाम गराइज। दादा बोल त धीरज। कोही कोही केटाहरू तेरो पछि लागेको छ, माल जोगाएर पुऱ्याएस्। क्यूआर निकाल। साला यिनीहरूले मलाई के खेलठाट सम्झेको? यी मुजीहरूलाई मैले जानेको छु।
यो सब कसरी भयो? तपाईँको मालको डेलिभरी गर्दाखेरि पैसा त थियो त, के भयो? कहाँ गयो पैसा फेरि? पक्कै त्यसले नै केही गर्नु सकेको हुनुपर्छ। दाइको पनि फोन आयो। पैसा छैन, अब के गर्ने? धीरज त्यो केटा यहाँ तल छ। के हेरेछस् त? हिँड पढ्न त्यसलाई। ल तल जाम। मेरो ग्याङ मेरो हुड अति दामी मेरो सुसदेखि लुक्स पनि दामी फाइट कडा छैन माल हाने बानी फेरि माल फुके हिँडे भने पार सुक रानी लौडे मेरो ग्याङ मेरो हुड अति दामी मेरो सुसदेखि लुक्स पनि दामी फाइट कडा छैन माल हाने बानी फेरि माल फुके हिँडे भने पार सुक रानी लौडे जिगरा मुट्टु मेरो खानदानी हो मेरो घर मकवानपुर छोरो सान मानिको चितवनमा ग्याङ हुड राजधानीको मेरो यो मुजी तोरी हरको गाड हाने हो लौडे नदेखा दाग हामीलाई सान पट्टिको तेरो उसकेला ढाड फेरि चालो केटो होला नि राख होला पाक मतिको मुजी उदयमा केटा अस्तित्व तेरो उडभित्र सङ्कीहरू दाइ भन्दा भाइ बेसी गर्छिन्छ आको फेरि हामीले हातमा माइक लेसी सल्किता फाइट सिधै घुसी हाल्छ नाइक मुजी सुधार्छु आइजो तेरो भिलेन वाला लाइफ उसी बेहोरा खराब पर्यो नानीदेखि पानी लाको मुखभन्दा हात छिटो चल्छ ताकिरहेको होला ग्याङस्टर म हेड पर्यो माफियाको मेरो ग्याङ मेरो मेरो देखि लुक्स पनि दामी कडा छैन माल हाने बानी फेरि माल पार मेरो ग्याङ मेरो हुड अति दामी मेरो पनि दामी केहीले भने पार सुको रानी लौडे ग्याङ खतरा पर्यो हुड अति दामी सङ्खी पारा देखाए हुल बत्ती हाल्ने बेहोरा सैतानी तर माया दिने बानी छपरे माया बच्चेन भनी हुँदैन नि हेटौडा मोडा झुकेर बस मुजी उड्न खोजे गर्दन छिन्छ हेर्न आइजो तलाई देखाउँछु मर्दको चिन्ह यो मुजी तोरी ऱ्यापर न्यु खोज्ने अर्थ दिन्छ बेसी बोलिस भने घुस्न आउँछ तेरो घरमा मित्र तातिन्छ दिमाग जब शब्द बग्छ रक्तबाट मै हुँ भन्ने हर्क भगवान मेरो भक्त बाँच दीप खेच्छस् भने भविष्य तेरो अन्धकार छ सङ्केसी दिमाग मेरो बाँकी बस्छ खण्डन मात्र अनि
यो मालको पैसा त हामीले जसरी पनि तिर्नुपर्छ। के गर्छस् त अब? मलाई कल आएको आएछ, मैले के जवाफ दिने? म